हेलो एन्ड नमस्ते सबै सन्चै आरामै हुनुहुन्छ होला म पनि सन्चै आरामै छु आज चाहिँ हामी बिहेमा मनरी आइपुगिसकेको छ बिहान चाहिँ बिहानै 5 बजे निस्केर चाहिँ भिडियो बनाउन पाएन अनि मनरी पुगेर चाहिँ भ्लग बनाएको छु के कस्तो दृश्य मनरीमा चाहिँ पुरै भिडियो लागिसकेको छ मैं आने जी हम नंग चाचा नाम ने हम तो खा जिर्गे खोला यहाँनिर अस्ति हामी बाइकमा आउँदाखेरि यहाँ के खोला जाँदाखेरि खोला थिएन आउँदाखेरि फर्केर आउँदा क्या ठुलो खोला फर्केर हेलो 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 हामी चाहिँ चट्ट कति 5 बजे निस्केर चाहिँ मनरीमा हामी 7 बजे पुग्यो 7 बजे पुगेर चाहिँ हामी यहाँबाट डेकसेक लोड गरेर चाहिँ साटेर अनि सम्धिको बेमा हामी चाहिँ चट्ट मेरो जन्म गाउँ अनि राम्रो ठाउँमा चाहिँ जाँदैछु हामी हजुरहरूलाई यो दृश्य देखाउँछु एकदम बवाल छ है मकनपुर रक्सीराङ हो हामी जन्ती जान लागेको चाहिँ बवालै ठाउँ छ के बवालै बोलेरोमा जाँदैछु हाम्रो जन्ती चाहिँ कति सम्धिको बेमा हो हामी कति 19 जना कि 22 जना छ हुडमा यसरी बसेर जानुपर्छ हामी चाहिँ जन्ती चाहिँ किनकि यो पहाड ठाउँ हो नि त यसमा हामी पुगिरहेछौँ हामी पलासी पुगिरहेछ केटा चाहिँ हाम्रो कोकिलजामतिर त पानीको लागि झगडा गर्छ बिस 25 जना छौँ हामी चाहिँ मकनपुरको जन्ती हो राक्सीराङ जन्मेको ठाउँ एकदम बवालै छ अनि दुला चाहिँ हाम्रो भित्र छ भने हामी चाहिँ हुडमा यसरी जानुपर्छ किनकि यहाँ गाडी कुनै पनि गाडी चल्दैन बोलेरो बाइक बस पनि चल्दैन अनि यहाँ चाहिँ अहिले खानीको गाडीहरू पनि चलेको छैन खासै धुलो पनि छैन हामी हुडमा चाहिँ एकदम सचेत भएर बस्नुपर्ने हुन्छ किनकि बाटो चाहिँ एकदम बिजोग छ है
भिडसँग टेक्नलाई भिडसँग टेक्नलाई माया नमारे यस्तो हरियाली डाँडा छ तर यो राक्सिराङमा चाहिँ पर्यटकीय क्षेत्र चाहिँ छैन किनकि यहाँको स्थानीयहरूले चाहिँ अहिलेसम्म पर्यटकीय क्षेत्र नि बनाउन सकेको छैन। हाम्रो यहाँ चाहिँ खानी छ है, खानी चाहिँ अहिले खानी बन्द भइसकेको छ अनि अहिले पहिला हामी जाँदाखेरि चाहिँ तलपट्टि बाटो हुन्थ्यो खोला अहिले चाहिँ माथिपट्टि छ। हजुरहरूलाई भ्यूहरू देखाउने चाहिँ सबैजनाले हेर्नु होला। बाटो चाहिँ पुरै खत्तम, अबको बाटो चाहिँ पुरै खानी। यो चाहिँ खानी, यो माथि हो यो त खानी है, यो खानी हो के खानी र माथि फाँडै छ मतलब फुटबल ग्राउन्ड। अब हेर्नु न यो जग्गा डाँडा काँडा हरियाली देख्न सक्नुहुन्छ, एकदम बवाल भ्यू। यो चाहिँ म जन्मेको ठाउँ हो। हामी चाहिँ बेघर पनि पुग्न लागिसकेको छौँ। अबको 10-15 मिनटमा पुग्छ। हजुरहरूले देख्न सक्नुहुन्छ यस्तो बवाल दृश्यहरू चाहिँ एकदम बवाल भ्यूहरू छ मकनपुर। बेघर पनि पुग्न लागिसकेको छौँ। हामी बाटोमा पुगिसकेको छौँ। हजुरहरूले माया गरिदिनु होला। भिडियो फुल हेरेर सब्सक्राइब एन्ड लाइक गरिदिनु होला। सी यू गाइज अल। त्यही कुरा हो, सबले माया गर्नु पर्यो है त। सब्सक्राइब एन्ड लाइक गरिदिनु होला। थ्याङ्क यू।